हेलो गाइस, आज म पनि आज भेटिनमा आगै ना आगे आज ब्लॉग स्टार्ट कर रहा बहुत दिन में आगू चालू सोए अरे आगू इधर सोए आज बहुत दिन में अब ब्लॉग स्टार्ट कर रहा आज छुट्टी है मेरा आज ठाकुर का 1 रुपया चॉकलेट दूंगा तो नहीं सुन रहा ठाकुर अपना हेड है हमारा ठाकुर को क्या बोला मालूम है 1 रुपये का चॉकलेट दूंगा चलो इधर उधर खाना खाने के लिए ठाकुर नहीं मार ठाकुर बड़ा नहीं हो गया नहीं ठाकुर बड़ा आदमी हो गया क्या देख रहा है एक्सरसाइज उधर एक्सरसाइज बढ़िया एक्सरसाइज देख रहा था एक्सरसाइज क्या है स्कूल में ट्रेनिंग दे रहे किसी को कोई मारता है तो ऐसे चलो आज धेरै दिनमा म भलकमा उपस्थित भइरहेको छु यो कपाल चाहिँ काट्नु पर्ने भएपछि ठुलो भइरहेको छ लामो लामो गर्नु काट्नु पर्ने आज यसो छुट्टी थियो त्यही भएर आज कपाल काट्नु जानु पर्यो भनेर सोचेको कपाल काट्न त जानु पर्यो तर ठुलो चाहिँ व्यापक ठुलो भएको म चाहिँ यहाँ गाइज बाल काट्न निस्किसकेको छु बाल काट्नु पर्ने छ टाइम पनि धेरै छैन अरे बाप रे बाइक देख्नुहोस् गाइज बाइकको भाइजर हेर्नुहोस् है बाइक माशाअल्लाह सुभान अल्लाह क्या कारीगरी है इस फनकार ने तो खुदा की कुदरत को ही बदल कर रख दिया इस कारीगर को हम 5 लाख नहीं 50 लाख देंगे बाइकको भाइजर एकचोटि हेर्न सक्नुहुन्छ बाइकको भाइजर पुरा डेन्जर हो नि त देशी जुगाड चाहिँ यसलाई भन्छ कि गाइज हेर्नुहोस् यसलाई अनि देशी जुगाड भन्ने त बाइकको भाइजर हेर्न सक्नुहुन्छ है गाइज बाइक भनेको यस्तो हुनुपर्छ फेरि म यहाँ निस्किसकेको छु बाल काट्नलाई पुरा गर्मी छ हौ गाइज पुरै गर्मी छ भिडभाड छ हेर्न सक्नुहुन्छ खाना खानु पर्यो बाल काट्नु पर्यो हेर्नुहोस् पुरै यता निस्केको छु एक्लै आज छुट्टी पनि एक्लै थियो कपाल काट्न भनेर निस्केको गाइज एउटा दोकान भेटिएन पुरै ठुलो भइरहेछ आज पुरा बन्द रहेछ कि सन्डे यता भिडियो यस्तो कसैले बनाइदिन नि यता सबैले हेरिरहेछन् मलाई टल्ल हेर्नु नि मलाई बाल बनाइदिने भिडियो चिल पारा सबैले हेरिरहेछन् मलाई फोकस गरिरहेछन् बनाउने भिडियो बालै फेरि कसैको मतलब गर्ने होइन आफ्नो चासो ल्याउने आफ्नो बाटो हिँड्ने खाने कसैको मतलब छैन हौ गाइस कपाल नकाट्न पाएर तनाव परिरहेको छ यहाँ पुरै ठुलो गर्मी बढिसक्यो क्या रुममा आइसकेको छु रुममा आइसके भर्खरै कपाल पनि काट्नु पाएन दोकान पुरै बन्द रहेछ अब नाउनु पर्ने हुन्छ पुरै गर्मी छ अब एकैछिनमा हजुरलाई मन नआएपछि हेर्छु अहिले छतमा गएर पुरा अहिले भलक बनाउँछु भनेको गाई एक सुत्ते पुरै ढोस्दै पारा यसो मार्केटतिर आइदिरहेको छु हेर्न सक्नुहुन्छ मार्केटतिरको मल पुरै चलिरहेको छ मार्केटतिर देख्न सक्नुहुन्छ पुरै यो धुलो हेर्नु धुलो धुवा एकदमै छ म यता मार्केटतिर आएको छु यस्तो खाना खान पर्यो अहिले छततिर उजेलामा यस्तो जान्छु भनेको पुरै हो भइदिएछ कि पुरै सुतेछ सुतेको सिधै
6 बजे जागिरहेको 6 बजे नै 7 बजे कति बजे जागिएछ सुतेछ। म अहिले मार्केटतिर आएको छु। अहिले रुममा गएर म खाना त खानु पऱ्यो गाइस। यहाँ चपाती किन्न सोचिरहेको छु। त्यहाँ चपाती किन्न गइरहेको छु। के हुन्छ कसो हुन्छ कति रुपियाँ मिल्छ। यहाँ चपाती किन्न जाँदैछु हो गाइस। चपाती खानुपर्ने हुन्छ आज। म चाहिँ यहाँ जुस किनेर ठ्याक्क जाँदैछु। कति हो चपातीको प्राइस खानुपर्ने भयो। अब खाना चाहिँ मेरो यहाँ छ हेर्न सक्नुहुन्छ। खाना यो चपाती भयो, यो करी, यो चाहिँ जुस, यो चाहिँ जुस हो। यो के जुस? पाइनएप्पल जुस खानुपर्ने हुन्छ। अब म यहीँमै भ्लग एन्ड गर्न चाहन्छु। रात पनि परिसक्यो। अब सुत्नु पर्ने पनि हुन्छ। फेरि अर्को नेक्स्ट भिडियो यो राम्रो भिडियो भएको छैन। नेक्स्ट भिडियो राम्रो बन्नेछ। आजको त्यत्तिकै सर्ट भिडियो बनाइदिएको। धेरै दिन भयो थियो युट्युबमा भिडियो नहालेको। अनि आज सर्ट भिडियो हाल्नको लागि बनाएको। नेक्स्ट टाइम राम्रो ठाउँमा गएर भिडियो हाल्न पर्नेछ। नेक्स्ट भिडियोमा मिलाउँला फेरि गाइस।